तपाईहरुलाई मैले अहिलेको भिडियोमा देखाएको थिएँ कि कसरी चाहिँ हामीले सिधा क्रिएट पोस्ट गर्दाखेरि चाहिँ हाम्रो लिंक एड भएर आउँछ भनेर। अब यहाँ कतिवटा पोस्टहरु हामीले हाल्छौँ हैन, अनि हामीले त्यसलाई पछि गएर पनि कुनै प्रोडक्टको लिंक हाल्न सक्छौँ। त्यो चाहिँ के हो भन्दाखेरि पोस्ट गर्नुभन्दा अगाडि चाहिँ तपाईले स्क्रोल अप गरेर हेर्नुहोस् होला। यसरी माथि जाँदा तपाईले के देख्नुहुन्छ तल एड प्रोडक्ट भनेर देख्नु हुँदैछ है। एड प्रोडक्ट्स टु योर रील सो पिपल क्यान शप व्हाट दे सी भनेर छ हैन। यहाँ गएर तपाईले साइडमा क्लिक गर्नुहोस् है। अनि त्यहाँ क्लिक गरेपछि तपाईले यसरी देख्नुहुनेछ सी अल प्रोडक्ट्स छ हैन। त्यहाँ जति पनि प्रोडक्ट्स छ हामीले हेर्न सक्छौँ अनि त्यहाँबाट चुज गर्न सक्छौँ। अनि त्यसको मुनि छ क्रिएट कस्टम लिंक। यसको काम चाहिँ पहिला हामी प्रोडक्ट हेर्छौँ त्यहाँदेखि हुन्छ है। त सी अल प्रोडक्टको छेउको एरोमा चाहिँ क्लिक गर्नुहोस्। त्यहाँ क्लिक गरेपछि चाहिँ यसरी देख्नुहुँदैछ क्याटेगोरिजहरु डल्लै आइरहेको छ हैन। पपुलर प्रोडक्टहरु यिनीहरु है। तल जाँदा हेल्थ एन्ड ब्युटी देख्नुहुँदैछ यहाँ सोपहरु त्यस्तोहरु छ है। अलिक तल नै फ्यासनको बारेमा यहाँ अब रेनी सिजनमा तपाईले जे प्रोडक्ट्सहरु सेल हुन्छ जस्तो लाग्छ तपाईले चाहिँ गर्न सक्नुहुनेछ। होम एन्ड गार्डन, फुड एन्ड ड्रिंक्स थुप्रो यसरी हुन्छ। टोयज एन्ड गेम्स यसरी थुप्रो छ है। अनि म चाहिँ के गर्छु भने हेल्थ एन्ड ब्युटी देख्नुहुँदैछ यहाँ गएर चाहिँ यो इन्डस भ्यालीको एउटा हर्बल हिना रहेछ है। मान्छेले प्राय अब समरतिर युज गर्छ। त्यसमा 3% कमिसन विथ फ्लिपकार्ट छ हैन। यहाँ गएर म क्लिक गर्छु है। त्यसपछि चाहिँ तपाईले सिधा के गर्नुपर्छ यहाँ तल देख्नुहुँदैछ कपी लिंक भनेर जुन छ नि त्यहाँ गएर चाहिँ हामीले लिंकलाई चाहिँ कपी गर्नु पर्यो नि त। यहाँ गएर यो लिंक कपी भयो। अब चाहिँ ब्याक जानुपर्छ हैन। ब्याक गएर चाहिँ अब यसको काम के छ भन्दाखेरि क्रिएट कस्टम लिंक। अब यो लिंकलाई चाहिँ हामीले कस्टम बनाउनु पर्यो नि त, कस्टमाइज गर्नु पर्यो है। यहाँ गएर क्लिक गर्छु अनि यो युआरएल मा चाहिँ अघि हामीले जुन चाहिँ लिंकलाई पेस्ट गरेको थियौं नि, कपी गरेको थियौं नि त्यसले चाहिँ यहीँनिर गएर चाहिँ हामीले पेस्ट गरिदिनु पर्छ है। त्यहाँ आएर अब यो लिंक जो नेम छ यो चाहिँ अप्सनल हो, तपाईले युज गरे पनि हुन्छ नगरे पनि हुन्छ हैन। लिंक नेम चाहिँ ओके। यहाँ चाहिँ अब तपाईको भयो हैन। अनि यति गरेपछि चाहिँ तपाईले माथि गएर चाहिँ सेभ गरिदिनुपर्छ। अब सेभ भएपछि यसलाई यो सेभ भयो नि त। अब हेर्नु हुँदैन तपाईको ब्याकमा के देखाउँछ यहाँ एड प्रोडक्टमा तपाईको देख्नुहुँदैछ यहाँ इन्डस भ्याली भनेर तपाईको आइहाल्यो है। यो चाहिँ तपाईले अब चाहिँ शेयर गर्दा हुन्छ। हेर्नुहोस् त साथीहरु, अघि मैले चुज गरेको एड चाहिँ त्यहाँ डिस्प्ले भइरहेको छ। हो कति सजिलो छ नि।